आफ्नो सङ्घर्षको कहानी सुनाइसक्नुभयो। तपाईहरूलाई चाहिँ म अलि भिन्नै कहानी सुनाउँछु, किनकि मसँग सङ्घर्ष नै छैन। सङ्घर्ष बिना नै म यो स्टेजमा छु, किनकि मेरो श्रीमान हाम्रो माघी विवाह हुनको दिनसम्म गाडीको साइडको सिटमा बसेर म आउने बेलासम्म मलाई डिएक्सएनको डी पनि थाहा थिएन। गाडीमा राख्नुभयो, साइड सिटमा बसेर ट्राभलिङ सुरु भयो मेरो माइती घरबाट। त्यति बेला चाहिँ गाडीमा फोन स्पिकरमा थियो अनि सरहरूले फोन गर्नुभयो। लगभग दिउँसोको 12-1 बजे थियो होला। अनि उहाँलाई चाहिँ फोन गरेर सरहरूले चाहिँ गुड मर्निङ सर भनेर भन्नुभयो। अनि म चाहिँ बिहे त गरेँ, कस्तो मान्छे बिहे गरेर त दिउँसोको 12 बजे नि गुड मर्निङ भनिरहेको छ, पागलै हो कि क्या हो यो त जस्तो फिल भयो। त्यसपछि 6-7 घन्टाको यात्रापछि हामी दाङ पुग्यौँ। दाङमा चाहिँ एकजना आदरणीय लिडरको सरको घरमा हामीलाई भव्य स्वागत भयो। हामी उहाँकै घरमा बस्यौँ। उहाँको घरमा स्वागतको लागि म त त्योभन्दा पहिले त सामान्य पाहुना जाँदा या त कतै जाँदा कसैकोमा जाँदाखेरि चिया पानीबाट स्वागत हुन्थ्यो नि त। मलाई चाहिँ त कफीबाट स्वागत भयो। एउटा कुरा दिमागमा बसिरहेको थियो, दिउँसोको 12 बजे गुड मर्निङ भन्ने कस्तो मान्छे रहेछ यो, कस्तोसँग सङ्गत गरेँ भन्ने भयो। त्यसपछि स्वागत चाहिँ भव्य रूपमा गेटमै गएर सबैजना सर आउनुभयो, म्याम आउनुभयो भनेर एकदम धेरै स्वागत सम्मान गर्नुभयो, खुसी हुनुभयो। तर टेबलमा गिलास चाहिँ त कफी। म झन् सक भएँ, ला साँच्चीकै फसेँ कि क्या हो। हुँदा कफी पनि पानी पनि तितो दिन थाल्यो मलाई त भन्ने भयो। त्यस पछाडि त्यो दिन भोलिपल्ट हामी काठमाडौँ आयौँ। अनि काठमाडौँ आइसकेपछि काठमाडौँ आएको 1 दिन मात्रै रेस्ट भयो। त्यस पछाडि हाम्रो नयाँ बसपाकमा डायमन्ड इन होटेल थियो। त्यहाँ चाहिँ हामीलाई वेलकम, हामीलाई भन्दा नि स्पेसली मलाई स्वागतको लागि प्रोग्राम राख्नु भएको रहेछ। 1 बजीतिर लगभग 12-1 बजीतिर पुग्यो होला हामी त्यहाँ। त्यस पछाडि मलाई बाहिरै हलबाट यति धेरैजना लिडरहरू सबैजना लगभग 200-300 जना हुनुहुन्थ्यो होला। सबैजनाले डिएक्सएल लेखेको खादा ल्याएर यति माथिसम्म, एकदम म सानी म नदेखिने गरी खादा लगाएर पुरै खादाले सम्मान गर्नुभयो। अनि बोर्डमा डिएक्सएल लेखेको छ। के रहेछ यो डिएक्सएल, के होला त, कस्तो संसारमा आएँ म, त्यत्रो सम्मान गर्दाखेरि पनि खुसी हुन सकेँ छैन, किनकि त्यसको मलाई महत्त्व नै थाहा थिएन होइन। त्यसपछि त्यो बेलासम्म चाहिँ म एकदमै त्यो के भन्छ घुमरीमा फसेँ जस्तो भइरहेको थियो कि म कहाँ आएर फसेँ, मलाई मान्छेले कसरी यस्तो गरिराखन् भन्ने भइरहेको थियो। अनि त्यस पछाडि चाहिँ बिस्तारै सरसँग हिँड्दै गएँ, बोल्दै गएँ। अनि अहिले चाहिँ डिएक्सएनको असली मतलब के हो भनेर अहिले देखिरहेको छु। यो छ नि सबैजना हामीलाई हेर्नको लागि, अघि म्यामले भन्नुभएको थियो, हाम्रो आदरणीय म्याम सावित्री म्याम, अघि म्यामले भन्नुभएको थियो सेलिब्रेटी भनेर। साँच्चीकै आज चाहिँ मलाई राष्ट्रिय नाचघर जस्तो ठाउँमा यति धेरैजनाको बिचमा साँच्चीकै म सेलिब्रेटी नै रहेछु भन्ने फिल चाहिँ भइरहेको। जिन्दगीमा आँखा चिम्लेर जे निर्णय गरेँ मेरो लागि सबैभन्दा खुसीको पल नै त्यही रह्यो। म मेरो श्रीमानसँग एकदम धेरै नै खुसी छु, जसले आफ्नो ठाउँ मलाई काठमाडौँ ठुलो ठाउँ भनेपछि काठमाडौँ मात्रै होला, त्यहाँ जान पाएपछि मलाई पुग्छ जस्तो लाग्थ्यो। तर बिहे गरेको 17-18 दिनमै मैले हनीमुन ट्रिपमा मनाउन पाएँ। 4वटा देशको भ्रमण पर्यो हामीलाई। बिहे लगतै बिहे भएको 16-17 दिनमै 4वटा देशको भ्रमण गर्ने सौभाग्य मिल्यो। त्यसपछि झन् धेरै डिएक्सन बुझ्न इच्छा जाग्दै गयो, बुझ्दै गए। बच्चा भयो, छोरा भयो, छोरी भयो।
छोरी हुँदाखेरि पनि सुख दिएन कम्पनीले। अरूलाई चाहिँ बाहिर विदेश जानलाई कति खुट्टा धाउनु परेको छ, कति दुःख गर्नु परेछ, कति दलालीलाई पैसा फसाउनु परेको छ। म चाहिँ जान्न यो पटक जाँदिनँ होला, नानी सानो छ जाँदिनँ भनेर भनेको कम्पनीले आदेश आएपछि आयो जानै पर्छ। बरु तपाईँको बच्चा नै हामी केयर गरिदिन्छौँ नि त, घुम्न चाहिँ जानुपर्छ भनेपछि मेरो नानी 1 वर्षको हुँदा हामी बुढाबुढी मेरो छोरीसहित 3 जना फेरि ट्रिपमा गयौँ। साँच्चीकै संसारकै भाग्यमानीमा, म मात्रै त भन्दैन तर संसारकै भाग्यमानीमा म पनि पर्न सफल भएँ मेरो श्रीमानले गर्दा। उहाँको सङ्घर्ष अनवरत छ, धेरै नै छ। यति धेरै सङ्घर्ष गरेर यहाँसम्म पुग्नुभयो। तर यो डिएक्सएन एउटा यस्तो प्लेटफर्म रहेछ कि मेरो श्रीमानले गरेको हरेक सानो 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 दुःखको फल पनि श्रीमानले मात्रै होइन, स्वयं श्रीमती मैले आफै पनि भोगिरहेकी छु। त्यसैले यहाँ बिहे नगरेको साथीहरू कतिजना हुनुहुन्छ जो भर्खर डिएक्सएन सुरु गर्नुभएको डायमन्ड हुनुहुन्छ, बिहे नगरेको कतिजना हुनुहुन्छ? सबैजनाले हात उठाउनु त कतिजना हुनुहुन्छ? ल तपाईँहरू सबैजनाले आफ्नो लागि ताली बजाउनु, किनकि तपाईँहरूले पनि म जस्तै अर्को एकजना भाग्यमानी आफूसँग ल्याउँदै हुनुहुन्छ। धन्यवाद। योभन्दा अब बाँकी कुरा सरले नै भन्नुहुन्छ।